कहाँ गएको हामी एक्रोपोलिस मल के गर्ने एक्रोपोलिस मल गरेर चाहिँ आज गोर्खेघाट हो आज सन्डे हो गोर्खेघाट हो म चाहिँ जाने जान्छु अब हामी चाहिँ गोर्खेघाट सिलगढीको गोर्खेघाट जानु आँटेको यहाँले विशालकोमा छौँ हामी हैदराबाद सिलगढी एक्रोपोलिस मल है जानुपर्ने चाहिँ विशाल के बरुवा सिभिल एन्ड क्रिमिनल लिगल प्र्याक्टिसनर हो यहाँ मेरो भाइ चाहिँ उसको घरमा आएको छु यहाँ मेरो श्रीमती फम्बी खाने भयो आज यो दुईजनालाई किन ढिलो गरेको के गर्दैछ कसो गर्दैछ भित्र त्यो बोक्नु पर्थ्यो ओ हिरो यहाँ रन्जु बुहारी मेरो भाइ भित्र यहाँ एडभोकेट मिस्टर हामीलाई के हामी हुनुमा अब एडभोकेट हो मान्छे हो अब केही हुनसक्छ हमलाहरू हुनसक्छ कतिजनालाई चाहिँ जेल हालिसकेको छ हो हमला हुनसक्छ त्यो भएर चाहिँ पिस्तल पनि बोक्दैछौँ हामीले पर योगेशकोमा है बस ल यस्तो डेन्जर हेर्दैछ कि यो कुकुरले चाहिँ मेरो पनि अपार्टमेन्ट बनिँदो रहेछ औ ल ए हामी चाहिँ यहाँनिर बस्छ भाइहरू ए बहिनी त माथि रहेछ अर्किड अपार्टमेन्ट एकदमै रेडी भएर निस्केको आज चाहिँ आउटिङ आएको थियौँ सिलगढी आएको थियौँ र यहाँ भाइहरूकोमा आएको थियौँ सो आज सन्डे भएर चाहिँ यसो गोर्खेहाट पनि लाग्छ छेउमै भनेर जाउँ न त भनेर प्लान गरेको छौँ र त्यहाँबाट चाहिँ मेरो एउटा साथीको रेस्टुरेन्ट हालैमै उयो भएको छ ओपनिङ भएको छ गुल्मापट्टि सो हामी त्यहाँ पनि जानेछौँ अन्त यो तपाईँहरू त्यहाँको दृश्यहरू पनि देखाउँछु हेर्दै गर्नुहोस् होला है आज भाइले ड्राइभिङ गरेर हामीलाई घुमाउनु लाँदैछ हो यता मेरो श्रीमती यता बुहारी एकजना हामी चाहिँ एक्रोपोलिस मल जाँदैछौँ सो हामीले त्यहाँनिर गोर्खेहाटमा एकदमै राम्रो राम्रो खानाहरू गर्दैछ मेरो भाइले हो मेरो पैसा छैन सबै भाइले नै गर्दैछ त्यहाँनिर म सुत्छु भनेको म चाहिँ खासमा चाहिँ सुत्छु खाना खाएर चाहिँ सुत्छु भनेको कि यहाँनिर उसले चाहिँ जबरजस्ती मलाई चाहिँ जानुपर्छ के पर्छ म तिमीलाई गोर्खेहाट घुमाउँछु त्यहाँनिर के फम्बीहरू के पाउँछ अरे हो त्यहाँनिर खुवाउँछु भन्छ म अझै पैसा खर्च नगर राख पैसा भनेको कि फेरि मान्दैन त्यहाँनिर यहाँ बल्ल बल्ल आएको भनेको लाँदैछ आज चाहिँ फर्स्ट टाइम चढेकै म भाइले कुदाएको गाडीमा चाहिँ बिस्तारै कुदाऊ एकदमै ल एकदम बिस्तारै एकपट्टि काटेन गाडी तिमीलाई चिसो लाग्दैछ हात छिउ गर्दाखेरि चाहिँ त्यहाँनिर अगाडि हेर मुनि नहेर नि Bahana.
खोइ आउँदै आउँदैन कति बटेर दिएको क्या त्यो चाहिँ चिया चाल्नी रहेछ साथीकोमा चाहिँ आज हाम्रो डिनरको लागि इन्भाइट थियो सो हामी यहाँ आइपुगेछौँ है यो जग्गा चाहिँ भन्नुपर्दा चाहिँ तपाईँको चम्पासरी मोडबाट 7 to 7.5 किलोमिटर्सहरूको डिस्टेन्समा पर्दो रहेछ एकदमै राम्रो एम्बियन्स यहाँ चारैपट्टि राम्रो इन्भाइरोमेन्ट छ क्याप्री कर्नर यहाँ चाहिँ हाम्रो क्याप्री कर्नरको प्रोप्राइटर है योगेश हाम्रो योगेश साथी त्यसले चाहिँ हाम्रो विशाल भाइ यो रेस्टुरेन्टको बारेमा केही भनिदिनु नि विशाल रेस्टुरेन्टको बारेमा क्याप्री कर्नरको अब वान अफ द क्लोजेस्ट फ्रेन्ड भनौँ हामी लिगल एडभाइजर पनि भन्दा भयो र यो मेरो र मेरो साथी योगेश प्रोप्राइटर र हाम्रो एकजना अझै साथीको योगदान छ सबजना यताको लोकलै हो सबजना मिलेर हामीले एउटा योगेशको क्षेत्र सहायकको अन्डरमा हामीले एउटा क्याप्री कर्नरको ब्रान्च खोलेको छु मेन ब्रान्च तपाईँको छ हाम्रो शास्त्रीनगर वार्ड नम्बर 41 मा यो चाहिँ एउटा त्यही ब्रान्चको एउटा पार्ट हो हामीले गुल्मा एरियामा हामीले यसलाई इस्टाब्लिस गऱ्यौँ अझै यहाँ धेरै कामहरू छ र टेम्पोररी हामीले अलि गर्दै एड गर्दैछौँ र विदिन फ्यु मन्थ्स अझै पनि एडिसन हुन्छ र यहाँ फ्यामिली रेस्टुरेन्ट हो फ्यामिलीहरूलाई वेलकम छ क्याप्री कर्नरको भाइब्सहरू छ नेचुरल भाइब्स छ फुड हाम्रो अरूभन्दा डिफ्रेन्ट हुन्छ यति चाहिँ हामी ग्यारेन्टी गर्नु सक्छौँ यसको लोकेसन हाम्रो गुल्मा स्टेसन रोड यो तपाईँको 3 मोडबाट प्रगति पथ लेन 1 मा एकदम छ